नमस्कार। चैत्र 30 गते हनुमान जयन्ती महत्त्वपूर्ण एउटा अष्टचिरञ्जीवी मध्येको महत्त्वपूर्ण जीवित भगवान भनेर हनुमानजीलाई मान्दै आएका छौँ र हनुमानजी अहिले पनि शक्तिको रूपमा, आत्मबलको रूपमा, उत्साहको रूपमा, जोसको रूपमा र एउटा ज्ञान, गुण र बलशाली एकदम व्यक्तित्वको रूपमा हनुमानजीलाई पुज्ने गरिन्छ र परम भक्त श्री रामजीको परम भक्त, एउटा भक्तमा पनि परम भक्त र देवको पनि गुण र भक्तको पनि दुईवटै गुणमा चाहिँ एकदम पक्का रहनुभएको र एकदम शक्तिशाली जीवित देवताको रूपमा हामीले हनुमानजीलाई मान्दै आएका छौँ र हनुमानजीको चैत्र 30 गते जयन्ती परेको छ। हामीलाई कसैलाई पनि अडैया साढे साती शनिहरूको लागिरहेको छ र आत्मबल कमजोर छ, केही गर्ने आँट आइरहेको छैन, जोस जाँगर आएको छैन, हिम्मत बढिरहेको छैन, माइन्डको लेभलमा, बुद्धिको लेभलमा एकदम तृष्ण चाहिन्छ र यी विभिन्न कुराहरूबाट हामीले सङ्कटबाट हट्नु छ, डरबाट मुक्त पाउनु छ र आत्मबललाई बलियो बनाउनु, विल पावर बढाउनको लागि चाहिँ हामीले हनुमानजीको आराधना गरौँ। हनुमानजीको आराधना गर्नको लागि ओम हम हनुमन्ते नम, ओम हम हनुमते नम यो मन्त्रलाई जपौँ र सिमरिक कलरको सिन्दुर अथवा टिका लगाउने र ती सिमरिक कलर, ओरेन्ज कलरको कुरा, रेड कुराहरूको चाहिँ वस्तुहरू ग्रहण गर्ने, खाने, लगाउने यसरी गर्न सकियो र हनुमानजीको दर्शन गर्न सकियो र उहाँलाई पूजा आराधना र आत्मबलको लागि चाहिँ प्रार्थना गर्न सकियो भने हनुमानजीबाट हामीले ब्लेसिङ लिन सक्छौँ र शनिमा भएको सङ्कटको पनि, शनिको आएको हामीलाई कमजोरी पक्षहरूलाई पनि हनुमानजीको ब्लेसिङ लिन सक्यौँ भने त्यसबाट पनि हामीले मुक्ति र त्यसबाट शनिको ग्रहको नकारात्मक ग्रहको प्रभावबाट चाहिँ हामी मुक्त रहन सक्छौँ। जय हनुमान। ओम नमः शिवाय।